सो हेलो बोले हिजो चाहिँ मेरो छोरीको भाटखुलाको प्रोग्राम थियो हैन त्यसमा चाहिँ हामीले सानो डान्स राखेको थियो हैन एउटा डान्स ग्रुप हैन सो जस हिजो चाहिँ राम्रै भयो हैन ग्रुप जस राम्रै निभाउनु भयो दिदीहरूले हैन तर जुन मैले यो भिडियो राख्न गइरहेको छु यो चाहिँ हल्का प्र्याक्टिसमा घरमा चाहिँ प्र्याक्टिस वाला हैन यसमा चाहिँ हल्का फुल्का हुन्छ नि हल्का फन पार्टहरु छ हैन किनकि दिदीहरूले चाहिँ अब हुन्छ नि अब सँगै प्र्याक्टिस गर्नु पाउनु भएन हैन प्लस अब हुन्छ नि त अब के गीत पनि अलि गाह्रो पनि भएको थियो हैन सो एनीवे दिदीले चाहिँ अब हुन्छ नि अब विदिन 2 आवर्स हैन एकदम मजाले सिक्नु भयो हैन एकदम मजाले सिक्नु अब यो भिडियोमा चाहिँ अब हुन्छ नि त अब सिक्दाखेरि चाहिँ हल्का स्टेपहरु बिर्सिने यताउता त्यो चाहिँ मैले हाल्न गइरहेको छु हैन त्यही हो अब डान्स ग्रुप डान्समा चाहिँ जे मेरो दिदी सो ज्ञानु दिदी मेरो भान्जी र मेरो वाइफ हैन सो जस 4 जना भएर अब डान्स चाहिँ निभाएको छ हैन सो एनीवे यो पार्ट चाहिँ हेर्नु हल्का फुल्का जस हाँसो लाग्दछ हैन सो मेन पार्ट के ज्ञान दिदी चाहिँ हुन्छ 20 वर्षपछि नाच्नु भन्दाखेरि चाहिँ हैन हाँसो लागिरहेको थियो त एनीवे दिदीले चाहिँ मजाले नाच्नु भयो हैन सो थ्यांक यू सो मच है सबैजनालाई थ्यांक यू सो मच हैन सो डान्सले गर्दाखेरि चाहिँ हुन्छ नि माहौल चाहिँ एकदम रमाइलो बनाएको थियो हैन सो वेल ओके अब भिडियो हेरौँ है त जानेछ ननाचेको 20 वर्ष अरे हेर्ने ज्ञानदी हराउनु भयो मिलेछ बस
स्टप गरौँ यहाँ बसेर एउटा पछाडि बस्छ नि कसरी गरेर अनि हा गर्दै बोल्दै के म कसरी गरे जस्तो लाग्यो सुरुबाट सिधा बसेर कस्तो माइजो र आन्टीले जे गर्यो त्यही भन्दै भयो यस्तो पुरो टिपी चाहिँ म त होइन मेरो जे पनि यो एउटा साइडमा सुरु गरौँ न हात जे राइटमा गर्यो मात्र 2 घण्टा बाँकी छ अब के गर्ने भनेको र यसमा यो कि हामी के जता जान्छ भन्दाखेरि चाहिँ को कता जाने हो हामी यस्तो स्ट्रेट हुने रहेछ मन बिचमा छेउमा बस्ने अगाडि जाऊ बिचमा बस्ने पछाडि आएर त्यही गर्दै हुन्छ अनि त्यसपछि यसरी क्रस गरेर म यस्तो गरेर जता जान्छ भयो नि फेरि आउँछ हैन फेरि बिचमा गर्दाखेरि फेरि बिचमा तिमी अगाडि आऊ म बिचमा आउँछु अनि दुईजना दिदीहरु पछाडि आउनुहुन्छ अनि यस्तो गरेर अनि यसरी तिमी यस्तो हेरेर अनि फेरि यस्तो गरेर अनि त्यही आफ्नो गाना पछाडिको त धेरै होइन कि अगाडिको जाला त यता घुम्छ हजुर सिक्नु भयो सँगै त्यहाँ सिक्ने एकैचोटि मात्रै हो भेट त हामी त एउटा म त म चाहिँ एकचोटि एक्लै सिंगल त्यो स्टेप सिक्नु चाहिँ कस्तो गाह्रो लागेको त्यो केटीहरूले गरेको गाडी नि अनि म त अब सक्दैन कि अब मैले त राम्रो नाच्छु भनिसक्यो सक्दिनँ क्या यसलाई मैले पठाइदिएको थिएँ भिडियो अनि तर म सँग सिक्नुपर्छ एकचोटि भनेको आउँदिरे हजुर उसै भएन यताबाट हिँड्दै जाने हो ए हामी त आउने कसरी हिँड्दा